नमस्कार दर्शकबिन, हाम्रो राशिफलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु र 2083 साल श्रावण महिनाको मासिक राशिफलबारे चर्चा गर्दैछु। यस भिडियोमा तेस्रो राशि मिथुन राशिको चर्चा हुँदैछ। तपाईँ ध्यानपूर्वक सुन्नुहोला, हेर्नुहोला र आफ्नो व्यवहारमा पूर्ण रूपमा लागू गर्नुहोला। लागौँ विषयवस्तुतर्फ। मिथुन राशिका जातकका लागि 2083 सालको साउन महिना मिश्रित तर उपलब्धिमूलक रहने देखिएको छ। यस महिनाभर सूर्य दोस्रो भावमा रहने भएकाले आर्थिक योजना, पारिवारिक सम्बन्ध, बोलीको प्रभाव र पेशागत जिम्मेवारीमा विशेष प्रभाव पर्नेछ। कार्यस्थलमा ऊर्जा, उत्साह र नेतृत्व क्षमता बढ्नेछ। पदोन्नति, तलब वृद्धि अथवा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना देखिएको छ। आफ्नो अनुभव र ज्ञानलाई व्यवहारमा उतार्न सक्नुभयो भने उल्लेखनीय सफलता हासिल गर्न सक्नुहुनेछ। श्रावण महिनामा यस महिनामा दीर्घकालीन लक्ष्यका लागि बचत र लगानी गर्ने सोच बलियो बन्नेछ। भौतिक सुख सुविधामा वृद्धि हुनेछ भने मेहनत अनुसार उपलब्धि पनि प्राप्त हुनेछ। विद्यार्थीले अध्ययनमा राम्रो नतिजा हासिल गर्न सक्नेछन्। परीक्षाको परिणाम पर्खिरहेका विद्यार्थीले पनि आफ्नो मेहनत अनुसार सकारात्मक समाचार प्राप्त गर्न सक्नेछन्। प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ बन्ने सङ्केत पनि श्रावण महिनामा देखिएको छ। यसैगरी नोकरी तथा पेशागत क्षेत्रमा समग्र परिणाम सन्तोषजनक रहनेछ। व्यापारीको आम्दानी स्थिर रहनेछ। यद्यपि बजारमा सामान्य मन्दीको प्रभाव महसुस हुन सक्ने देखिएको छ। गृहिणीले दैनिक जिम्मेवारीलाई व्यवस्थित रूपमा पूरा गर्दै पारिवारिक वातावरण सन्तुलित राख्न सफल हुनेछन्। कला, साहित्य, गायक र व्यक्तित्वसँग सम्बन्धित व्यक्तिहरूको प्रभाव र लोकप्रियता अझ बढ्ने सम्भावना रहनेछ। यद्यपि आर्थिक पक्षमा सावधानी अपनाउन आवश्यक रहेको छ। श्रावण महिनामा धन सञ्चय गर्ने इच्छा बलियो भए पनि अपेक्षा अनुसार लाभ नहुन सक्छ। अत्याधिक महत्त्वाकांक्षा राख्दा निराशा हात लाग्न सक्ने देखिएको छ। तपाईँ सतर्क हुनुहोला। घर परिवारमा सामान्य विवाद, असमझदारी र भावनात्मक तनाव बढ्न सक्ने भएकाले धैर्यता र समझदारीका साथ अघि बढ्नु उचित हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा पनि सानो विषयलाई ठुलो विवाद बन्न नदिन संवादमा तपाईँले विशेष ध्यान दिन आवश्यक छ। स्वास्थ्यतर्फ लागौँ। स्वास्थ्यतर्फ आँखा, मुख तथा घाँटी सम्बन्धी समस्या देखिन सक्ने ग्रह गोचर रहेको छ। बोलीमा संयम अपनाउन अत्यन्त आवश्यक छ, किनकि हतारमा बोलेका शब्दले सम्बन्ध बिगार्न सक्ने देखिएको छ। मनले सोचेको उपलब्धि प्राप्त गर्न सामान्यभन्दा बढी मेहनत गर्नुपर्ने अवस्था रहनेछ। यस समयमा अथवा साउन महिनामा पेशा अथवा व्यवसाय परिवर्तन गर्ने निर्णय हतारमा नगर्नु नै राम्रो हुनेछ। घर जग्गा खरिद बिक्री अथवा दीर्घकालीन सम्पत्ति सम्बन्धी निर्णय केही समयका लागि स्थगित गर्नु नै निकै राम्रो हुनेछ। श्रावण महिनामा कर्मचारी, सामाजिक अभियन्ता, राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा कार्यरत व्यक्तिहरूले विशेष सावधानी अपनाउनु पर्ने हुन सक्छ। राशि स्वामी बुध ग्रह वक्र अवस्थामा रहेकाले सानो लापरवाहीले पनि ठूलो समस्या निम्त्याउन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। कुनै पनि निर्णय भावनामा बहकिएर होइन, गहिरो सोच विचार गरेर लिनु बुद्धिमानी हुनेछ। झुट्टा प्रतिष्ठा, अहंकार अथवा हठी स्वभावले आफैलाई अप्ठ्यारोमा पार्न सक्ने देखिन्छ। पूर्वजको सम्पत्ति अथवा पारिवारिक सम्पत्तिका विषयमा विवाद उत्पन्न हुन सक्ने सम्भावना बलियो रहेको छ। श्रावण महिनामा व्यवसायमा ठूलो लाभ नभए पनि नियमित आम्दानी भने कायम नै रहनेछ। साझेदारीमा काम गर्दा पारदर्शिता अपनाउन आवश्यक छ। सम्बन्धलाई दीर्घकालीन बनाउन जीवनसाथी अथवा प्रेमी प्रेमिकाको भावनालाई सम्मान गर्नु नै सफलता प्राप्त गर्ने मुख्य आधार बन्नेछ। स्वास्थ्यतर्फ आँखा, मुख, घाँटी तथा मानसिक तनावप्रति विशेष ध्यान दिनुहोला। नियमित आराम, सन्तुलित आहार र सकारात्मक सोचले स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्नेछ। आर्थिक अवस्था सामान्य रहनेछ। बचत गर्ने अवसर भए पनि ठूलो आर्थिक लाभको अपेक्षा नगर्नुहोला। दीर्घकालीन लगानी सोच विचार गरेर मात्रै गर्नुहोला। प्रेम तथा दाम्पत्य जीवनमा समझदारी, सम्मान र धैर्यताको आवश्यक रहनेछ। सानो विवादलाई समयमै समाधान गर्न सक्नुभयो भने सम्बन्ध अझ मजबुत बन्नेछ। श्रावण महिनामा शुभ पक्ष, पदोन्नति अथवा तलब वृद्धि हुने सम्भावना रहनेछ। अध्ययन, परीक्षा तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। नेतृत्व क्षमता र कार्यकुशलतामा वृद्धि हुनेछ। प्रेम र मित्रताको सम्बन्ध सुदृढ बन्नेछ। कला, साहित्य र बोलीको प्रभाव बन्नेछ। अब श्रावण महिनामा सावधानी अपनाउनु पर्ने विषय पनि रहेका छन्। यी विषयबारे चर्चा गरौँ। बोलीमा संयमता अपनाउनुहोला। पारिवारिक विवादलाई बढ्न नदिनुहोला। पेशा, व्यवसाय अथवा सम्पत्ति सम्बन्धी ठूलो निर्णय हतारमा नगर्दा राम्रो हुनेछ। अत्याधिक महत्त्वाकांक्षा र झुट्टा प्रतिष्ठाबाट टाढा रहनुहोला। आँखा, मुख तथा स्वास्थ्यप्रति विशेष ध्यान दिन
आवश्यक छ। अब श्रावण महिनामा शुभ अङ्क 3 र 8 रहेको छ भने शुभ रङ हरियो र सेतो रहेको छ। श्रावण महिनामा कुनै कार्य गर्दै हुनुहुन्छ अथवा यात्रामा निस्कँदै हुनुहुन्छ भने त्यसअघि विघ्नहर्ता गणेश भगवानको पूजा आराधना गर्नु शुभ हुनेछ। दुर्गा सप्तशती, चण्डी पाठ, श्रवण अथवा पाठ गर्नु तथा कुनै कन्यालाई रातो वस्त्र दान गर्नु निकै लाभदायक हुनेछ। श्रावण महिनामा आचरणमा शुद्धता, सत्यवादिता र विनम्रतालाई विशेष महत्त्व दिनुहोला। श्रावण महिनामा अशुभ चन्द्रमा रहने मितिहरूमा 1, 2, 3, 11, 12, 19, 20, 21, 28, 29 र 30 गते रहेका छन्। यी दिनमा तपाईँ निकै सावधान हुनुहोला, सचेत हुनुहोला, जे काम गर्दा पनि सतर्क भएर गर्नुहोला। समग्रमा साउन महिना मिथुन राशिका लागि मेहनत, संयम र विवेकको परीक्षा लिने समय हुनेछ। धैर्यपूर्वक अघि बढ्न सक्नुभयो भने करियर, शिक्षा, सम्बन्ध र आर्थिक क्षेत्रमा सन्तोषजनक उपलब्धि हासिल हुनेछ। समग्रमा श्रावण महिना करिब 65% शुभ फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।